नमस्कार सबैजनालाई। आजबाट हुन गइरहेको फुड सर्भिसको चाहिँ यो चाहिँ एसै खानरी भनेको चाहिँ स्वच्छता व्यवस्थापनको बारेमा भन्ने हामीले फुड सर्भिसमा तिनवटा पढ्नुपर्छ। फुड एन्ड ड्रिङ्क, अनि त्यसपछि स्वच्छता व्यवस्थापन र कस्टमर सर्भिस भन्ने पढ्नुपर्छ। मैले चाहिँ आज चाहिँ एसै खानरी भनेको चाहिँ हाम्रो यो स्वच्छता व्यवस्थापनको बारेमा चाहिँ पढ्न गइरहेको छौँ है। ल, यहाँनिर अब हामीले बुक हेर्दाखेरि चाहिँ अब यति खान्जी नै खान्जी छ, केही बुझ्दैन भने जस्तो चाहिँ नडराउनु होला है। त्यस्तो सोचेर यहाँ चाहिँ खान्जीको माथि चाहिँ हिराकानामा चाहिँ लेखिएको हुन्छ है। त्यसको लागि चाहिँ ढुक्क भएर बस्नुहोस्। ल, हामीले अब सुरु गर्नेछौँ है त। एकबाट हेर्नुहोस् त। किहोन तेकिना ऐसै खान्डिनो चिसिकी भनेर भनेको छ है। किहोन तेकिना भनेको चाहिँ आधारभूत ऐसै खानरी भनेको चाहिँ स्वच्छता व्यवस्थापनको, चिसिकी भनेको चाहिँ ज्ञान भनेर भनेको छ है। ल हेरौँ त, अब यो पढ्नुपर्ने होइन। अब यसको चाहिँ ठ्याक्क तल्लो भागबाट हामीले पढ्नुपर्छ है। ल हेर्नुहोस् है त, अब हामीले पढ्नुपर्ने भनेको यहाँनिरबाट हो। यति धेरै खान्जी देखेर सबैजना टाउको चाहिँ नदुखाउनु होला है। त्यो खान्जीको माथिपट्टि चाहिँ हिरागानाबाट लेखिएको हुन्छ। ल, 1 नम्बरबाट हेरौँ त अब। ल हेर्नुहोस् है त। स्योकुचु दोकुनी खान्सुरु किसो चिसिकी भनेर भनेको छ है। स्योकुचु दोकुनी भनेको चाहिँ फुड पोइजनिङ, खान्सुरु भनेको चाहिँ सम्बन्धी, किसो चिसिकी भनेको चाहिँ बेसिक नलेज भनेर भनेको छ है। किसो चिसिकी भनेको चाहिँ बेसिक नलेज है। ल, अब त्यसकै तलपट्टिबाट हेरौँ त। इन्स्योकु तेन्नी ओकेरु स्योकुच्यु दोकु नो भनेर भनेको छ है। इन्स्योकु तेन भनेको चाहिँ रेस्टुरेन्ट भनेर भन्छ है। रेस्टुरान पनि भन्छ जापानिजबाट रेस्टुरेन्टलाई। इन्स्योकु तेन भनेको पनि के रहेछ त, रेस्टुरेन्टै भनेर भन्दो रहेछ है। इन्स्योकु तेन्नी ओकेरु भनेको चाहिँ रेस्टुरेन्टमा हुने भनेको छ है। ओकेरु भनेको चाहिँ हुने। स्योकुच्यु दोकु नो भनेको चाहिँ फुड पोइजनिङको। ओमोना हास्यै भनेको चाहिँ मुख्य देखा पर्ने। यौइन भनेको चाहिँ कारण भनेर भनेको छ है। इन्स्योकु तेन्नी ओकेरु स्योकुच्यु दोकुनो ओमोना हास्यै यौइन भनेको चाहिँ रेस्टुरेन्टमा हुने फुड पोइजनिङको चाहिँ मुख्य देखा पर्ने कारण भनेर भनेको छ है। ल, अब त्यसको तलबाट हेरौँ त एन्सर हामीले। स्योकुच्यु दोकुनो ओकुवा भनेको चाहिँ फुड पोइजनिङको चाहिँ धेरै जसो है, धेरै जसो। ऐसै खानरी नि भनेको चाहिँ स्वच्छता व्यवस्थापनमा फुबिगा आरु भनेको चाहिँ, फुबी भनेको चाहिँ कमी भएको कारणले, कमी भनेको हुन्छ है। कमी भएर भनेको चाहिँ फुबिगा आरु भनेको चाहिँ कमी भएर। इखानो यौना भनेको चाहिँ तलको जस्तै। यौइन भनेको चाहिँ कारणले। यौइन्दे भनेको चाहिँ कारणले चाहिँ ओकिते इमास भनेको छ है। तल चाहिँ दिएको जस्तै चाहिँ कारणले गर्दाखेरि चाहिँ हुन्छ भन्। ल, आमा हेरौँ त अब। थाइचेउ फुर्यौ भनेर भनेको छ है। थाइचेउ फुर्यौ भनेको चाहिँ अनहेल्दी के, अस्वस्थ। अनि त्यसपछि ते आराई भनेको चाहिँ हात धुने भनेर भनेको छ है। फुसोकु भनेको चाहिँ कमी। यहाँनिर के भनेको छ हेर्नुहोस् त अब। यहाँ थाइचेउ फुर्यौ, ते आराई, फुसोकु भनेको चाहिँ अस्वस्थ र यो हात धुनको कमी, नादो भनेको चाहिँ कमी आदि है। अनि त्यसपछि चेउरी जिउजिस्या भनेको चाहिँ कुक भयो है, खाना पकाउने। चेउरी भनेको चाहिँ खाना पकाउनु भयो। जिउजिस्या भनेको चाहिँ त्यो कामलाई गर्ने व्यक्ति भनौँ न है, कर्मचारी के, कुक भन्न खोजेको है। यसको मतलब चाहिँ तोसिते भनेको छ है। अब कुक तोसिते नो ऐसै खानरी हो मामुरा नाइ भनेर भनेको छ है। अब त्यहाँनिर चाहिँ चेउरी जिउजिस्याले चाहिँ त्यहाँनिर स्वच्छता व्यवस्थापन चाहिँ अपनाएन भने यस्तो हुन्छ भनेर भनेको छ है। के हुँदो रहेछ त, स्योकुच्यु दोकु हुँदो रहेछ है, फुड पोइजनिङ हुँदो रहेछ है। यीमा हेरौँ त अब। ऐसै खानरी हो जिउबुन निश्चितै भनेर भनेको छ है। ऐसै खानरी भनेको चाहिँ स्वच्छता व्यवस्थापन भनेर भनेको छ है। जिउबुन्नी भनेको चाहिँ प्रशस्त मात्रामा है। जिउबुन्नी भनेको चाहिँ प्रशस्त मात्रामा। सितेइनाई भनेको चाहिँ गरेन भने है।
एइसेइ खान्डी जिउबिन्नी सितेइनाइ भनेको चाहिँ स्वच्छता व्यवस्थापन चाहिँ प्रशस्त मात्रामा गरेन भने है गेउस्याकारा नौहिन सीता गेउस्या भनेको चाहिँ विक्रेताबाट चाहिँ है गेउस्याकारा भनेको चाहिँ विक्रेताबाट नौहिन सीता भनेको चाहिँ डेलिभरी भएको है नौहिन भनेको चाहिँ के भयो डेलिभरी सीता भनेको चाहिँ भएको गेन्जाइर्यौ भनेको चाहिँ प्रोडक्ट मेटेरियल भन्न खोजेको है जुन खानाको लागि अब हाम्रो के मेटेरियल आउँछ अब विक्रेताबाट चाहिँ हामीले के डेलिभरी गर्छौँ रेस्टुरेन्टमा त्यो प्रोडक्ट भन्न खोजेको है अब उमा हेर्नुहोस् स्योकु हिन्नो खानेचु फुसोकु भन्न भनेको छ है स्योकु हिन्नो खानेचु फुसोकु भनेको चाहिँ खानेकुराको चाहिँ पकाउनुको कमी भन्न खोजेको छ है खानेकुराको चाहिँ पकाउनको कमी भयो भने भन्न खोजेको छ खानेचु भनेको चाहिँ पकाउनु रहेछ है खानेचु अनि फुसोकु भनेको चाहिँ कमी भयो है स्योकुहिन भनेको खानेकुरा भयो अनि नो खानेचु फुसोकु भनेको चाहिँ पकाउनमा कमी भन्न खोजे है अब एमा हेर्नु स्योकुहिन्नो ओन्दो खान्दी फुबिनादो भन्न भनेको छ है स्योकुहिन भनेको चाहिँ खानाको चाहिँ तापक्रम ओन्दो खान्डी भनेको चाहिँ तापक्रम फुबी भनेको चाहिँ तापक्रमको कमी भन्न खोजेको छ है बुझ्नुभयो ल ठिक छ है त अब तलपट्टि हेर्नुहोस् त कोनो यौना यौइनी योते भनेको छ है अब यस्तो खालको कोनो यौना भनेको चाहिँ यस्तो खालको यौइन भनेको चाहिँ कारणले गर्दाखेरि चाहिँ है कारणले गर्दाखेरि चाहिँ यौइन भनेको चाहिँ कारण भयो अनि त्यसपछि कारणले गर्दा साइकिन या उइरुसुगा स्योकुहिन्नी चुकी भन्न भनेको छ है साइकिन या उइरुसु भने साइकिन भनेको चाहिँ आजभोलि होइन है यसमा चाहिँ साइकिन भनेको चाहिँ ब्याक्टेरिया भन्न खोजेको छ है साइकिन या उइरुसु भनेको उइरुसु भने चाहिँ भाइरस भन्न खोजेको है भाइरसलाई काताकानामा लेखिएको छ साइकिन या उइरुसुगा स्योकुहिन्नी चुकी भनेको चाहिँ ब्याक्टेरिया र भाइरस चाहिँ खानेकुरामा टाँसिएर सोरे ओ ताबेता हितोगा औतो या गेरी नादोनो भनेको छ है सोरेओ भनेको चाहिँ त्यो अगाडि भनेको छ नि होइन उइरुसु र के अरे साइकिन या उइरुसु भनेको छ ब्याक्टेरिया र भाइरस चाहिँ खानामा टाँसिएर बसेको उसमा चाहिँ खाना चाहिँ सोरेओ ताबेता हितो भनेको चाहिँ त्यो खाएको व्यक्ति चाहिँ औतो या गेरी नादोनो भनेको चाहिँ बमिट है औतो भनेको बमिट भयो गेरी भनेको चाहिँ पखाला झाडा पखाला नादोनो केङ्को हिगाई गा हास्यै सिमास भन्नु भनेको चाहिँ केङ्को हिगाई भनेको चाहिँ स्वास्थ्यमा हानि गा हास्यै सिमास भनेको चाहिँ देखा पर्छ भन्नु भनेको छ है हास्यै भनेको चाहिँ देखा पर्नु भयो हास्यै सिमास भने नि देखा पर्नु भयो है माता अझ है एइसेइ खान्ड्रिनी फुबिगा आरुतो भन्न भनेको छ है एइसेइ खान्डी भनेको हामीले माथि नि पढिसकेको छौँ एइसेइ खान्ड्रिनी फुबिगा आरुतो भनेको चाहिँ एइसेइ खान्डी भनेको स्वच्छता व्यवस्थापनमा चाहिँ फुबी भनेको चाहिँ कमी आयो भने भन्न खोजेको छ है आयो भने साइकिन या उइरुसु इगाइनी मो स्योकुहिन्नी चुइते वा इकेनाई मोनोगा हाइरिमास भन्न भनेको छ है अब हेर्नुहोस् त यहाँ के भन्न खोजिरहेको छ साइकिन या उइरुसु इगाई भनेको चाहिँ ब्याक्टेरिया र भाइरस चाहिँ बाहेक निमो भनेको चाहिँ बाहेक पनि स्योकुहिन्नी चुइते भनेको चाहिँ खानामा टाँसिन नहुने चुइते वा इकेनाई मोनो भनेको चाहिँ टाँसिन नहुने कुरा पनि टाँसिन नहुने कुरा पनि मोनोगा हाइरिमास भनेको चाहिँ छिर्न सक्छ अथवा त्यहाँनिर टाँसिन पर्न सक्छ भनेर भनेको छ है तातो एबा भनेको छ है ल तातो एबा हेर्नुहोस् त यहाँनिर अब के भनेको छ तातो एबा भनेको चाहिँ फर इक्जाम्पल भनेको छ सेन्जाई भनेको चाहिँ लिक्विड भयो साचुजाई भनेको चाहिँ केमिकल भयो अनि त्यसपछि गाँरासु भनेको चाहिँ ग्लासको टुक्राहरू
है, सिसाको टुक्राहरू। अनि त्यसपछि किन्जोकुएन भनेको चाहिँ धातुका टुक्राहरू, नादोदेश भने चाहिँ आदि हो भनेर भनेको छ है। ल हेर्नुहोस् त, अब 2 नम्बरमा जाउँ। 1 नम्बरमा केही कन्फ्युज छैन होला जस्तो लाग्छ मलाई। केही कन्फ्युज भएमा है कमेन्टमा गरिदिनुहोस् होला है। 2 नम्बरमा हेर्नुहोस् त अब, स्योकुचु दोकुनो बुनरुइनी चुइते भनेर भनेको छ है। स्योकुचु दोकुनो भनेको चाहिँ फुड पोइजनिङको चाहिँ बुनरुई भनेको चाहिँ प्रकारको बारेमा भनेको छ है। बुनरुइनी चुइते भनेको चाहिँ प्रकारको बारेमा भनेर भनेको छ है। अब तल हेर्नुहोस् त, स्योकुचु दोकुनिवा भनेर चाहिँ फुड पोइजनिङमा चाहिँ चुगिनो यौना। स्योकुचु दोकुनिवा भनेको चाहिँ फुड पोइजनिङमा चाहिँ चुगिनो यौना बुनरुई गारिमास भनेर भनेको चाहिँ, चुगी भनेको नेक्स्ट भयो, नेक्स्टको जस्तो चाहिँ बुनरुई भनेको चाहिँ प्रकार, गारिमास भनेको चाहिँ प्रकार छ भनेर भनेको छ है। प्रकार चाहिँ छ अरे है। स्योकुचु दोकु ओ बौसी सुरु तामेनिवा भनेको छ है। स्योकुचु दोकु ओ भनेको चाहिँ फुड पोइजनिङ, बौसी भनेको चाहिँ रोकथाम, सुरु तामे भनेको चाहिँ रोकथाम गर्नको लागि है। सोरे जोरेनो तोकुच्यौनी आवासेते ताइओ सिमास भनेर भनेको छ है। सोरे जोरेनो भनेको चाहिँ प्रत्येकको, तोकुच्यौ भनेको चाहिँ विशेषता, तोकुच्युनी भनेको चाहिँ विशेषतामा, आवासेते भनेको चाहिँ मिलाएर, ताइओ सिमास भनेको चाहिँ समाधान गरिन्छ भनेर भनेको छ है। सोसिते स्योकुचु दोकुनो क्युज्यु पासेन्तो इज्यो वा। सोसिते भनेको चाहिँ अझ अथवा र, स्योकुचु दोकुनो भनेको चाहिँ फुड पोइजनिङको चाहिँ क्युज्यु पासेन्तो इज्यो भनेको चाहिँ 90% भन्दा माथि चाहिँ है। साइकिन या उइरुसु नियोते भने चाहिँ साइकिन भनेको चाहिँ ब्याक्टेरिया या उइरुस भने भाइरस, नियोते भनेको चाहिँ कारणले, भाइरसको कारणले, हास्यै सिते इमास नोदे भनेको चाहिँ देखा पर्ने भएकोले, सोनोताइसाकु ओ रिखाइ सुरु कोतोवा थाइसे चुदेश भनेर भनेको छ है। सोनो ताइसाकु भनेको चाहिँ यो समाधान, ताइसाकु भनेको चाहिँ समाधान भन्न खोजेको छ। रिखाइ भनेको चाहिँ, रिखाइ सुरु कोतो भनेको चाहिँ बुझ्न पर्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट, थाइसेसु भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट छ अरे। रिखाइ भने बुझ्नु पर्ने कुरा, रिखाइ सुरु कोतो भने चाहिँ बुझ्नु पर्ने कुरा भन्ने छ है। वा थाइसेसु देश भने चाहिँ इम्पोर्टेन्ट हुन्छ अरे है। अब तलपट्टि हेरौँ। अब यहाँ बुनरुई भनेको छ है। यहाँ साइडमा, यहाँ एक साइडमा लेफ्ट साइडमा बुनरुई भनेको छ। बुनरुई भनेको चाहिँ प्रकार भयो है। अब त्यसकै साइडमा हेर्नुहोस् त, माथिपट्टि, तालिकाको माथिपट्टि बिचमा ओमोना गेन इन बुस्सिचु भनेर भनेको छ है। ओमोना भनेको चाहिँ मुख्य, गेन इन बुस्सिचु भने, गेन इन भनेको चाहिँ कारक भयो, बुस्सिचु भनेको चाहिँ तत्त्व भनेर भनेको छ है। ओमोना गेनिन बुस्सिचु भनेको चाहिँ मुख्य कारक तत्त्व भनेर भनेको छ है। अब हेर्नुहोस् त, अनि त्यसपछि अर्को छ ओमोना ताइसाकु भनेको चाहिँ मुख्य समाधान भनेर भनेको छ है। ल अब बुनरुई भनेको चाहिँ प्रकारको तलपट्टि हेर्नुहोस् त, यहाँनिर चाहिँ अब यो सेकुचु दोकुनो भनेको चाहिँ फुड पोइजनिङको चाहिँ प्रकारहरू चाहिँ यहाँ तल दिइरहेको छ है। जम्मा टोटल 4वटा दिएको छ तलपट्टि। यहाँनिर साइकिन सेई स्योकुचु दोकु भनेर भनेको छ है। साइकिन सेई स्योकुचु दोकु भनेको चाहिँ ब्याक्टेरियल फुड पोइजनिङ भनेर भनेको है। साइकिन सेई स्योकुचु दोकु भनेको चाहिँ ब्याक्टेरियल फुड पोइजनिङ भनेर भनेको छ है। अब त्यसको ओमोना गेनिन बुस्सिचु हेर्नुहोस् त, मुख्य कारक तत्त्व चाहिँ त्यहाँ हेर्नुहोस् त, बिचमा हेर्नुहोस् त। त्यसैको सिधाको चुखान स्युकेचु सेइदाई चोकिन भनेर भनेको छ है। यो चाहिँ एउटा कारक तत्त्व हो है। यसलाई चाहिँ 0157 पनि भन्न चिन्छ। अर्को चाहिँ 011111 पनि भन्न चिन्छ है यो उसलाई। अब अर्को छ त्यसैको तलपट्टि हेर्नुहोस् त, सारुमोनेरा जोकुकिन भनेर भनेको छ है। सारुमोनेरा जोकुकिन भनेको पनि एउटा कारक तत्त्व है। यसमा यो भित्रको कारक तत्त्व रहेछ है। ब्याक्टेरियल फुड पोइजनिङ हुनुको कारक तत्त्व चाहिँ यो सारुमोनेरा जोकुकिन पनि रहेछ है। अब अर्को छ बुदो क्युकिन पनि रहेछ है। क्युकिन नादो
यो पनि एउटा कारक तत्त्व रहेछ है। ल अब यसलाई समाधान चाहिँ कसरी गर्दो रहेछ हेर्नुहोस् त। अब त्यो फुड पोइजनिङको चाहिँ समाधान त्यो यो 3वटा मुख्य कारक तत्त्वको चाहिँ समाधान चाहिँ यहाँ साइडमा ओमोना ताइसाकुनो तलपट्टि हेर्नुहोस् त। त्यसैको अब यो 0157 भन्नेको चाहिँ त्यसको चाहिँ समाधान कसरी गरिन्छ भने साइकिन ओ चुकेनाई भनेर भनेको छ है। यो चाहिँ साइकिन भनेको चाहिँ ब्याक्टेरिया भयो, ओ चुकेनाई भनेको चाहिँ टाँसिन नदिनु भनेर भनेको छ है। अब त्यसैको तलपट्टि हेर्नु त सारो मोनेरा जोकुकिन भनेको छ। यसको चाहिँ अब समाधान के रहेछ भन्दाखेरि साइकिन ओ फुयासानाई भनेर भनेको छ है। साइकिन ओ फुयासानाई भनेको चाहिँ ब्याक्टेरिया बढ्न नदिनु भनेको छ है। फुयासानाई भनेको चाहिँ बढ्न नदिनु भयो। अब यहाँनिर मुख्य कारक तत्त्व गेनिन बुसिचुमा हेर्नुहोस्, त्यसको सबैभन्दा लास्टमा के छ बुदो क्युकिन नादो भनेको छ है। यसको यो कारक तत्त्वको चाहिँ मुख्य समाधान चाहिँ के रहेछ भन्दाखेरि साइकिन ओ याचुकेरु भनेको चाहिँ ब्याक्टेरिया चाहिँ मार्नु भनेको छ, कोरोसु भने पनि मार्नु है। अब त्यसको तलपट्टि ल यसको त सकियो। अब बुनरुईको अब सेकेन्डमा हेर्नुहोस् है त। उइरुसु सेइसोकु चुदोकु भनेर भनेको छ है। यो चाहिँ भाइरस फुड पोइजनिङ भनेर भनेको छ है। यो चाहिँ केबाट हुँदो रहेछ यहाँनिर हेर्नुहोस् त। ओमोनागेनिन बुसिचु भनेको चाहिँ मुख्य कारक तत्त्व भनेको छ है। नोरोविरुसु भनेको छ है। यो चाहिँ अब नोरोविरुसु भन्ने चाहिँ यो टोयलेटमा पाउने ब्याक्टेरिया हो है। नोरोविरुसुको अब यहाँनिर मुख्य समाधान हेरौँ त त्यहाँनिर साइडमा के छ ओमोना ताइसाकु भनेको चाहिँ मुख्य समाधानको त्यसैको सिधा हेरौँ त राइट साइडमा उइरुसु ओ चुकेनाई रे है। भाइरस चाहिँ टाँसिन नदिने रे है यसमा चाहिँ। अब अर्को यहाँनिर कारक तत्त्वमा हेर्नुहोस् त त्यसैको नोरोविरुसुको तलपट्टि हेर्नुहोस् त इगाता खान एन भनेको छ है। इगाता खान एन उइरुसु नादो भनेको छ है। इगाता खान एन उइरुसु नादो भनेको चाहिँ यो हेपाटाइटिस के मान्छे र जनावरको आन्द्रामा अनि अक्सिजन नभएको ठाउँमा चाहिँ एकदमै दोन फुएमास है। यो चाहिँ यहाँनिर अब ल यो हेरौँ है त। इगाता खान एन उइरुसु नादो भने चाहिँ हेपाटाइटिस भयो। यो चाहिँ यो सबैलाई हामीले ल हेर्नुहोस् है उइरुसु। अब यो मुख्य समाधान चाहिँ यसको के छ भने उइरुसु हो याचुकेरु भनेको छ है। उइरुसु हो याचुकेरु भनेको चाहिँ भाइरस चाहिँ मार्नु भनेको छ है। कोरोसु भने पनि मार्नु हो, यहाँनिर लेखिएको चाहिँ छैन कोरोसु भने नि मार्नु है। उइरुसु अब त्यसैको तलपट्टि हेर्नुहोस् उइरुसु हो मोची कोमानाई भनेको चाहिँ उइरुसुलाई चाहिँ भाइरसलाई चाहिँ बोकेर नहिँड्ने अथवा नबोक्ने भनेर भनेको छ है। त्यसरी भाइरस अब त्यस्तो केही सामानहरू छ भने त्यस्तो सामानहरू नबोक्ने अथवा नछुने भनेर खोजे है। अब यहाँनिर उइरुसु ओ हिरोगेनाई भनेको चाहिँ उइरुसुलाई चाहिँ त्यसरी टिप्नु भएन हामीले है। हिरोगेनाई भने चाहिँ फैलाउन नदिने अथवा टिप्न त्यसरी आफूले नछुने के है नटिप्ने भन्न खोजेको है। ल ठिक छ। अब त्यसकै तलपट्टि हेर्नुहोस् त अब बुनरुई भने उइरुसु त्यसको तलपट्टि हेर्नुहोस् त खागाकु सेई स्योकुचुदोकु भनेको छ है। खागाकु भनेको चाहिँ केमिकल जन्ने है, केमिकल जन्ने फुड पोइजनिङ भनेर भनेको छ है। खागाकु भनेको चाहिँ केमिकल भयो, सेई स्योकुचुदोकु भनेको चाहिँ फुड पोइजनिङ भनेर भनेको छ है। अब त्यसैको मुख्य कारक तत्त्व भनेर हेरौँ त सेन्जाई भनेको छ है। सेन्जाई भनेको चाहिँ भाँडा माझ्ने लिक्विड हो है। साच्युजाई भनेको चाहिँ किरा मार्ने केमिकल है। अनि नौयाकु भनेको चाहिँ अब केही दबाई छर्किँदाखेरि प्रयोग गर्ने नौयाकु केही हामीले अब किरा मार्नको लागि केही छर्किन्छौँ नि अब के लिक्विडहरू मिलाएर त्यही दबाई छर्किने भन्न खोजे है। अब त्यसैको अब मुख्य समाधान हेर्नुहोस् त त्यसको सिधा मुख्य समाधान चाहिँ खागाकु बुसिचु ओ चुकेनाई भनेको चाहिँ खागाकु भनेको चाहिँ केमिकल, बुसिचु भनेको चाहिँ तत्त्व, चुकेनाई भनेको चाहिँ पर्न नदिने टाँसिन नदिने भन्न खोजेको छ है। अब त्यहाँ लास्टमा बुनरुईको लास्टमा हेर्नु त किसेइचु स्योकुचु दोकु भनेर भनेको छ है। किसेइचु स्योकुचु दोकु भनेको चाहिँ
परजीवी फुड पोइजनिङ भन्न भने चाहिँ किसेइच्यु भनेको चाहिँ परजीवी, सेकुचुदोकु भनेको चाहिँ फुड पोइजनिङ भयो। अब त्यसको मुख्य कारक तत्त्व चाहिँ के रहेछ भन्दाखेरि चाहिँ आनिसाकिसु आनिसाकिसु भनेको चाहिँ माछाको पेटबाट हुने के यो चाहिँ है, यो मुख्य कारक तत्त्व चाहिँ आनिसाकिसु। अर्को छ खाइच्यु भन्न भने चाहिँ अब यसको चाहिँ मुख्य समाधान चाहिँ के रहेछ भन्दा किसेइच्यु ओ चुकेनाइ भन्न भने चाहिँ किसेइच्यु भनेको चाहिँ अब यो कस्तो हो भने त्यसमा चाहिँ अब पर्न नदिने भन्न खोजेको छ है। किसे भनेको चाहिँ परजीवी चाहिँ पर्न नदिने अरे है। अब अर्को चाहिँ के छ भने किसेइच्यु ओ याचुकेरु भनेको चाहिँ यसको समाधान चाहिँ एउटा चाहिँ पर्न नदिने रहेछ, अर्को चाहिँ याचुकेरु भनेको चाहिँ मार्ने अथवा कोरोसु भने नि मार्नु भयो है। ल आजको लागि यति नै। भिडियो धेरै लामो भइसक्यो जस्तो छ। अर्को पार्टको लागि कमेन्ट गर्नु होला है।